हेलो सबैजनालाई नमस्ते है। आज चाहिँ म हजुरहरूलाई जुन हामीले अनइन्स्टल गरेको एपहरू चाहिँ हाम्रो यो जुन प्ले स्टोरको जिमेलमा गएर बसेको हुन्छ, जुन त्यसको लागि त्यो डिलिट कसरी गर्ने भन्ने कुरो मैले सिकाइरहेको छु। जुन जसले गर्दा चाहिँ हाम्रो मोबाइलहरू ह्याङ हुने, स्पेस फुल हुने कारण चाहिँ त्यो त्यहाँ गएर बसेको हुन्छ र त्यसलाई पनि कसरी डिलिट गर्ने भन्ने कुरो मैले सिकाइरहेको छु। त्यसको लागि तपाईँहरूले सबैभन्दा पहिला प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसकेपछि जुन हाम्रो यो जिमेलको माथि टपमा जानु होला। यहाँ गइसकेपछि तपाईँहरूले म्यानेज एन्ड डिभाइसमा जानु होला। यहाँ गइसकेपछि ओभरभ्यू यतापट्टि चाहिँ म्यानेज अप्सन छ, म्यानेजमा क्लिक गर्नु होला। म्यानेजमा गइसकेपछि हजुरले जुन दिस डिभाइसमा क्लिक गर्नु होला। दिस डिभाइसमा क्लिक गरिसकेपछि चाहिँ हजुरहरूले यो नट इन्स्टल भनेको अप्सनमा क्लिक गर्नु होला। यहाँ गइसकेपछि हजुरहरूले जुन अनइन्स्टल गरेको एपहरू धेरै आएर बसेका हुन्छन्, मैले चाहिँ डिलिट गरिसकेको छु, थोरै मात्रामा छ र यसलाई डिलिट गर्नको लागि चाहिँ यो क्लिक गर्नु होला। सबैमा क्लिक गरिसकेपछि यहाँ माथि डिलिटको अप्सन छ, यो बटममा क्लिक गरिदिनु होला। यहाँ गरिसकेपछि चाहिँ रिमुभ हुन्छ। अब चाहिँ हजुरहरूको थोरै भए पनि स्पेस हुन्छ र ह्याङ हुनबाट बच्छ। अरू हजुरहरूले यस्तै भिडियोहरू हेर्नका लागि चाहिँ मेरो टिकटकको प्रोफाइलमा युट्युबको लिङ्क राखेको छु। त्यो लिङ्कमा क्लिक गरेर युट्युबमा पनि अरू धेरै भिडियोहरू पनि हेर्न सक्नुहुन्छ हजुरहरूले।